नमस्कार। यो रैथाने खाना महोत्सव 2083 सालको वैशाख 2 गते आज सम्पूर्णमा नयाँ वर्षको शुभकामना सहित यस ड्यासमा आसीन सम्पूर्ण मान्यजनहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। र आज मैले यो विशेष धेरै लामो कुरा नगरिकन यो हिजै हुनुपर्ने थियो हाम्रो यो सानो कार्यक्रम, तर समय अभावले गर्दाखेरि हामीले गर्न सकिनौँ। मेरो पनि तलतिर अलिकति काम थियो, भनेको बेलामा म उपस्थित हुन सकिनँ। विशेष चाहिँ मैले मेरो आमा देहान्त हुनुभएको 9 वर्ष पुरा भएर 10 वर्ष हिजो भएको हुनाले मैले चाहिँ छोटो समयमा अलिकति आफ्नो जानी नजानी आमाप्रति एउटा श्रद्धा सुमन एक दुई शब्द कथेर गीत हिजो नै हाम्रो मेरो पब्लिक भइसकेको छ, त्यो चाहिँ म तपाईँहरूलाई सुनाइदिन्छु। र साथसाथै हाम्रो यो साकेवाटाङमा एउटा हाम्रो अग्रजहरूको अगुवाईमा उहाँले साकेवाटाङमा एउटा अक्षयको सुरुवात गर्नुभएको रहेछ। त्यो सुनेर चाहिँ मलाई अझै मेरो आमाको नामबाट चाहिँ मैले त्यहाँ केही सहयोग गर्न सक्छु अक्षयको लागि भनेर मैले थोरै रु 50,000 पनि यसै मञ्चबाट आजको यो सुवर्ण साँझबाट चाहिँ म दिन गइरहेको छु। त्यसबारेमा श्रद्धेय दानप्रसाद राईज्यूले प्रश्न पारिदिनु हुनको लागि म यहाँ निम्ताउन चाहन्छु। धन्यवाद हाम्रो सकिला भान्जीज्यू। र मैले यो आजको यो रैथाने खाना महोत्सवको तेस्रो दिनमा यो ड्यासमा आसीन हुनुभएका सम्पूर्ण मैले मान्नुपर्ने आदरणीय मान्यजनज्यूहरू लगायत यस मञ्चमा आउनुभएका आमन्त्रित सबैजनालाई म एकमुष्ट सेवा भन्न चाहन्छु। हस् नमस्कार। म लामो भन्न चाहन्न, यो जाडोले मलाई अलिक सताइ पनि राखेको छ। यो विशेष गरेर नागीमा हाम्रो ध्याङबाखा चण्डीथान भन्छ, त्यो हाम्रो चण्डीथानको चाहिँ कमिटीबाट त्यो चण्डीथानको अर्थात् ध्याङबाखाको समितिमा प्रस्ताव हाम्रो अहिले हालको वडा अध्यक्ष श्री हर्कराज राईज्यूले एउटा प्रस्ताव ल्याउनु भयो र त्यो प्रस्ताव चाहिँ हामी ध्याङबाखाको समितिबाट पास गरेर अनि फेरि अर्को अक्षय कोष समिति हामीले गठन गरेका छौँ। र यो अक्षय कोषको म सामान्य रूपमा मात्रै भन्न चाहन्छु। यो अक्षय कोषको मूल उद्देश्य चाहिँ हाम्रो राई संस्कारहरू जस्तो चण्डी पूजा गर्छौँ, संसारी पूजा गर्छौँ, धारा पूजा गर्छौँ। र यसमा चाहिँ अब यो अक्षय कोष जम्मा गरेर यसको ब्याजले मात्रै हामी कसरी परिचालन गर्ने हो यो राई संस्कारलाई भन्ने किताब पनि हामीले लेखेर वितरण गरिरहेका छौँ। र यथाशक्य सहयोग पनि हामीले विभिन्न व्यक्तित्वहरूलाई हाम्रो रसिदहरू छपाएर वितरण गरिरहेका छौँ। र यही सम्बन्धमा यो नयाँ कार्यक्रम चाहिँ हाम्रो अध्यक्ष 4 नम्बर अध्यक्षज्यूको प्रस्तावलाई चाहिँ हामीले निरन्तर लागू गर्नको लागि हामीले एउटा अक्षय कोष मुद्दती खोलेर अहिले लगभग हाम्रो 1.5-2 लाख सम्म यो 1 महिनाभित्र जम्मा गरिसक्यौँ। र यो हाम्रो नयाँ नीतिहरूलाई हाम्रो अहिले हालका चाहिँ हाम्रो सकिला भान्जीज्यूले पनि मन पराउनु भयो र उहाँको आमा बुवाको नामबाट यो जुन राई संस्कार कोषमा चाहिँ उहाँले यो 50,000 जम्मा गरिदिने उहाँले वाचा गर्नुभएको हुनाले म पनि यस राई संस्कारका अक्षय कोष समितिका सचिव भएको नाताले म पनि यहाँहरू सम्बन्धीमा उपस्थित भएका छु। र हामीले 2-3वटा कार्यक्रम, अर्को पनि एउटा कार्यक्रम के गरिरहेका छौँ भने सबै हामीहरूको पुरानो संस्कारमा अब जे काम गर्दैन बुढापाकाले चामल उठाउने, मकै उठाउने, कोदो उठाउने भए पैसा उठाएर कुनै कार्यक्रम गर्थ्यो। र अहिले चाहिँ त्यस्तो कार्यक्रम चाहिँ ढिकुटी चाहिँ हाम्रो बाहिरबाट आउने अनि त्यहाँ कति पैसा पाइन्छ भन्ने हिसाबमा पनि हामीले दौडधोप गर्दा रहेछौँ। र त्यो संस्कार
त्यस्तो ढिकुटी रित्याउने संस्कारलाई हामी तोडेर अहिले चाहिँ ढिकुटी जम्मा गर्नेमा अर्को पनि हामीले के स्टेप सुरुवात गरेका छौँ भने हाम्रो नेपाल रेड क्रस सोसाइटी नागी उपशाखाबाट पनि हामीले जति आजीवन सदस्य बन्नुहुन्छ, विशिष्ट सदस्य बन्नुहुन्छ, एसएसकर सदस्य बन्नुहुन्छ, उहाँहरूले दिनुभएको रकम हामीले सिधै अक्षय कोषमा जम्मा गर्छौँ उहाँहरूकै नामबाट र त्यसको ब्याजले मात्रै हामी कार्यालय सञ्चालन गर्ने भनेका छौँ। र अहिले पनि हामीले विशिष्ट सदस्यहरू नागेमा यो 1 वर्षभित्र 15 जना पुर्याइरहेका छौँ र हाम्रो अक्षय कोषमा जम्मा 4.5 लाख जस्तो रेड क्रसमा पनि हामीले जम्मा गरेका छौँ र त्यो एउटा स्थिति बसाएका छौँ। र अहिले हालसालै अब गाउँपालिकाबाट पनि तपाईँको खेलकुद मैदान नागीलाई तपाईँको घोषणा गरे अनुसार त्यहाँ जग्गा भर्खरै हामीले उपलब्ध पहिल्यै 16 रोपनी त हामीले किनिसकेका छौँ नागी विद्यालयबाट। त्यही पनि अपुग भएको हुनाले त्यहाँ अझै पनि 3 देखि 4 रोपनी जग्गा हामीले खरिद गर्नुपर्ने आवश्यकता भएको हुनाले हामीले त्यो जग्गा खरिदको लागि जग्गादाताहरूलाई पनि हामीले आह्वान गरिसकेका छौँ। सायद हामीलाई लाग्छ यो वैशाख 15 सम्ममा हामी त्यो रकम जग्गा खरिद गरेर त्यो खेल मैदान हामी चाहिँ पास गरिसक्ने हाम्रो लक्ष्य छ। र यसले गर्दाखेरि नागीमा यो 3वटा कार्यक्रम हामीले एकमुष्ट सञ्चालन गरिरहेका छौँ र यसमा हामी के भन्छौँ भने पैसा हेरेर होइन, पैसालाई जम्मा गर्ने हिसाबले भावना बोकेर हामी सबै जम्मा हौँ भन्ने हाम्रो एउटा आह्वान नारा छ। र यसै अब म धेरै भन्न चाहदिनँ, यहाँको समयलाई गर्न चाहन्छु र यसमा चाहिँ अब मैले भनिसकेँ र उहाँले चाहिँ यो 50,000 को जुन चेक चाहिँ हस्तान्तरण गर्नुहुँदैछ र यो चाहिँ म सचिवको नाताले म जिम्मा लिन चाहन्छु। सकिला राईज्यूको तर्फबाट सकेला थानको निम्ति अक्षय कोषको निम्ति रु 50,000 रुपैयाँ सचिवज्यूलाई हस्तान्तरण हुँदैछ। जोरदार तपाईँहरूले ताली लगाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। गीत पनि बजाइदिनु हुन म अनुरोध गरेँ, गीत रिलिज गरिदिनु होला। सबैजनाले शान्त 1 मिनट, यो स्मरणको लागि तयार गरेको गीत भन्ने भएको हुनाले हामी 1 मिनट सबैजना उठेर मौन धारण गरेर गीत सुनिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। 1 मिनट मौन धारण गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु र त्यसपछि गीत बजाइदिनु हुन म